बनु र आप्पा चाहिँ यहाँनिर हेर्नुहोस् कस्तो दामी छ है बनु। वाउ छो नाइस। यहाँनिर चाहिँ गार्डन रहेछ है, डिफरेन्ट टाइप अफ फ्लावर्स छ हो, जहाँसम्म देखेँ त्यहीँसम्म छ। वाउ बन्यो। वाउ बन्यो also. Wow. Walk. बन्यो कुद्यो। दुईजना जाँदैछ नानीहरू हो। क्या मजाको बगैँचा बनाएको छ नि। यो चाहिँ रहेछ त रोज गार्डन है, सो ब्युटिफुल रोज आदिया भन्नु पर्यो, साह्रै मनपर्ने। रोज गार्डनमा चाहिँ अब आज घुमफिर छ साथी हो। यस्तो चाहिँ रोज गार्डनको चाहिँ। रोज गार्डन बेबी के रहेछ? फ्लावर yeah, that's called rose Jojo. Hey, don't touch. Oh, Takuji. Baby, this is rose. Look at see, rose, baby, rose. So many beautiful rose. Why don't touch? Rose, white color rose. Don't touch. Wow. This is our rose garden, Banu. This is our rose garden. ऐनाले फुल टिप्छ होला है। टिप्छ हेर है। मात्रै 500 रुपैयाँ रहेछ अन्त। आमामा क्या मजाले रोज गार्डन बनाएको छ साथी हो है। वाउ यस्तो हुनु पर्यो नि त। कोही बेला चाहिँ साथी हो रोज गार्डनतिर पनि घुमीफिरी गर्नु मनपर्छ हो साथी हो। यसरी रोज गार्डनहरूतिर आएर रोजहरूको दर्शन गर्ने हो साथी हो। कतै भाग्य मिल्छ कि रोसै रोज हुन्छ कि। साह्रै ब्युटिफुलसँगले चाहिँ डेकोरेटेड गार्डनिङ रहेछ है, एकदमै दामी। साथीभाइलाई पनि त्यो देखाउनु मन पर्यो है। हेर्नुहोस् त साथी हो कस्तो चाहिँ मजाको है। आमामा मनपर्ने। यहाँ हेर्नुहोस् न डिफरेन्ट भेराइटीको रोजहरू। वाउ फेरि देखाउँछु ल साथी हो क्यामेरालाई। पानी लगाइरहेको रहेछ है। मलाई यो कलरको रोज कस्तो मन पर्यो आमामा। तर यहाँनिर जुनै पनि छ नि एकदमै दामी क्या। अब रोजै रोज मात्रै, रोजको मात्रै गार्डन गरिदिएको क्या। हेर्नुहोस् त कस्तो राम्रो। हाम्रो उतातिर हिलहरूतिर पनि यस्तो टुरिज्महरू गर्दाखेरि नि रोज गार्डन बनायो भने पनि मान्छेलाई, टुरिस्टहरूलाई एट्र्याक्सन गराउनु सकिने रहेछ भन्ने कुरो चाहिँ मैले यहाँबाट चाहिँ फिल गरेँ। मतलब अब रोज गार्डन बनायो भने है, यसमा पनि अब मान्छेले मतलब अच्छा खासा कमाउनु सक्छ। मतलब यसरी नै गर्नु पर्यो रोज गार्डनहरू पनि। आफ्नो जग्गा एरियालाई मजाले डेकोरेटिभ वेमा। मेरो छोरा र छोरी वाइफ चाहिँ कुन देश पुगिसकेछ। एकदम यहाँ सेल्फी सरर भइरहेको रहेछ है। त्यो व्हाइट कलरको रोज हेर्नुहोस् है। यो कलरको यहाँ रेड कलरको मात्रै पुरा फैलाएको रहेछ है। मजाको लागेको नि। अब हेर्नुहोस् न यो कलरको कस्तो लाग्यो तपाईँलाई। मजा आयो, एक प्रकारको मजा आउँदछ क्या साथी हो। रोसै रोस हो। अब हुन त रोज दिने समय त गयो हाम्रो त अब हो। के अहिले पनि साथीभाइहरूले कोलाई यसो रोजहरू दिन्छ
रोज गार्डनमा रोज इज एभाइलेबल है साथी हो। हाम्रो पालीमा त अब रोजहरू दिने सिस्टमहरू थियो, अब अहिले चाहिँ के दिन्छ कोनी। लुट त हेर के रोज गार्डन छोड्नु मन परेन? रोज गार्डन छोड्नु मन परेन जस्तो छ। त्यो उयो पाउँदैछ होला टिकटहरू? खोइ यसरी गर्नुपर्ने चाहिँ साथी हो। रोजको खेती पनि यसरी गर्नु सकिने रहेछ। लु यहाँबाट जाउँ होला। मेरो छोटा डनहरूले बदमास गर्ने सम्भावना ज्यादा मात्रामा देखिँदैछ हो। पोजिसन यस्तो दिनुपर्ने छ नि त। कस्तो लाग्यो यहाँको रोज गार्डन? औ कस्तो लाग्यो रोज गार्डन? मजाको हो। गुलाब गनाइरहेछ चारैपट्टि। कसैलाई रोज दिनु मन पर्यो भने चाहिँ यहाँ आउनु पर्यो होला। ए बेबीले झन्डै 500 रुपियाँ तिरायो अब फेरि हो। आम्मा लु लेट्स गो गरिहालौँ। यिनीहरूले यहाँ चाहिँ अब यस्तो हुँदैछ हो। केटाकेटी फेरि हो जानु मानिस त किन र झन् छोटा भन्दा सुपर। ए टासी उतल हेरे लौ त साथी हो। बिदा पाऊँ यहाँको रोज गार्डन को। फूल तोड़ना मना है, पकड़े जाने पर 500 रुपये जुर्माना लगेगा रहेछ नि त। 500 रुपये ओन्ली जुर्माना रहेछ। लो त साथी हो यति नै ल। अरू त अब यही हो। अब के देखाइबस्नु साथीहरूलाई, जिजो पनि लाग्छ होला। बाई बाई भन्दै राखेँ।